भिटेनसँग मिठो भान साँच्ची यार तेरो भिटेनसँग मिठो भन्नु पर्यो भने कि मैले हिजो जत्मा सपनामा यार कहाँबाट मैले भिटेनलाई देखेँ थिएँ यार अचम्म कहाँबाट देखेँ मैले म गे पनि होइन जोतमा देखेको थिएँ अनि भेटेर होइन अनि के अरे के छ यार ब्रो भनेर हात मिलाएको अनि मै छक्क परेको क्या अरे यत्रो मैले पहिला के भने मान्छे रिसाएको रहेछ ए हो रिसाएको रहेछ ए होइन नि ब्रो त्यो त चलिहाल्ने कुरा हो नि भनेर उसले पनि दिएको क्या म्याच सिक्ने कहाँबाट यार म अचम्म लाग्यो भाइ तिमीहरूले भर्खर कुन चाहिँले त्यो सम्झायो यार म लिटरली कस्टम ढाँटेको होइन अघि एउटाले भन्दै थियो नि म दाइ तपाईँको सपना मैले तपाईँको चुसिरहेको दिएको थिएँ भने हो त्यो चाहिँ होइन तर मैले चाहिँ जस्ट भिटेनलाई दिएको थिएँ क्या कहाँबाट त्यसको कहाँ मैले के भिडियो के हिजो के फिडहरू देखेँ होला क्या त्यो बसिरहेको थियो माइन्डमा कतापट्टि हो ट्याटु छ्या भाइ के गरेको होला मेरो लाडो गरेको चुसाएर रन्डीको बान मुझे धेर बोल्छ अब भयो त एकचोटि सुने त के गरेको थाहा पाइसक्यो त के गरेको भनेर यस्तो हो भाइ अब मलाई मन लागेको कुरा गर्नुलाई तिमीहरूलाई के को टेन्सन राम्रो देखिने सुहाउने ठिक्क ठाउँमा किन हान्नु मलाई जहाँ मन लाग्यो त्यहाँ हान्छु पहिल्यै जम्मनामा सोचेको मैले फेस ट्याटु जम्मनामा सोचेको लु मलाई यहाँ हान्नु मन लाग्यो म के गर्नु त मलाई यहाँ हान्नु मन लाग्यो म के गर्नु लु भन् त मासाले मोजीहरू धेर बोल्छ म्याच सिक्ने यहाँ पनि हान्न मन लाग्यो अरे त म्याच सिक्नेले आएर मलाई हेर्छेस् त म्याच सिक्नेले मलाई के गर्छेस् रन्डी साला धेर बोल्छ मेन भनेको मेरो मुभी आउँदैछ क्या भाइ बुझिनस् मुभीको लागि हो मुभी आउँदैछ मुभीको डिल साइन गरेको छु एकदम कन्फिडेन्सियल छ हो अनि त्यही मुभीको लागि मैले यो ट्याटु हान्नु पर्ने थियो त्यही मुभीको लागि हो बुझिनस् अनि मुभीको नाम चाहिँ माइन्ड योर ओन फकिङ बिजनेस चिक्ने रन्डी साला जो कोही बोलेको छ म्याच चिक्ने यहाँ यत्रो सन गुलाब मुजी लाडो ठोक्नमा लाग्यो त्यो मेरो कुरा हो तेरो कुरा होइन अहिलेसम्म तिमीहरूले जे बोलिस् जे गरेर गइरहेछ त्यसमा गर्ने भने त म काहीँ पनि पुग्दिनँ केही पनि हुँदैन यो चिया खाए कप सक्यो ला फुटाए के भयो कस्तो फुटेज यार म्याच चिक्ने हो यस्तो हो क्या भाइ त्यो कप फुट्यो तँ आएर सफा गर्छेस् म्याच चिक्ने तँ आएर सफा गर्छेस् रन्डीको बान तँ आएर सफा गर्छेस् त्यो मेरो कुरा हो अब अनि अरू बोल्छ म्याच चिक्ने झापरिस दाइले कस्तो कप फुट्यो के भयो त कप फुटाए अहिले त टाउको फुटाउँछु चिक्ने अब एकछिन छोडिदिन्छ त अब यत्रो दिन मा कसम यार मलाई यस्तो ल्याङ भएको थियो म्याच चिक्ने भाइ एउटा सामान आउँछ एउटा सामान आउँदैन एउटा सामान भेट्यो अर्को सामान भेटिँदैन एउटा सामान जोड्नु खोज्यो अर्को सामान फेरि गायब छ म्याच सिक्ने यहाँ पाउँदैन वहाँ पाउँछ वहाँ पाउँदैन यहाँ पाउँछ यहाँ पाउँदैन उता पाउँछ भाइ यस्तो कुदे नि सानो चिजको लागि यार म्याच सिक्ने अनि मलाई त्यो रुमबाट आउनु मन थिएन क्या लाइभ मैले अस्ति नै चाहिँ यस्तो सोचेको थिएँ क्या एकैचोटि लाइभ आउने लाइभ नै लुडो बिग म्याच म्याच सिक्ने एक लाख तर किमा डरायो दाइ मसँग 1 लाख छैन बल्ल दिनमा स्ट्रिमबाट यसो 5000 नेपालीहरू डोनेसन हुन्छ मसँग छैन हो यस्तो खालको कुरा गर्यो अनि ठिकै छ भाइ ठिकै छ नरु एकचोटि खुट्टा ठोक्यो जिगर ल नरु 5000 को खेल्ने भनेर मैले भने हो अर्को पनि रेडी थियो जेन भाइ रेडी थियो तर मेरो मिलेन होइन त्यसको के च्यारिटी स्ट्रिम भयो अनि भोलिपल्ट फेरि मेरो मिलेन काम तन्क्यो मैले चाहिँ त्यो तल हुँदाखेरि होइन यसो हुँदाखेरि यसो गरिदिउँ न भनेर सोचेको थिएँ तर भएन ए ब्याङ्क एकाउन्ट अबे भाइ त्यसको कहानी म्याच सिक्ने केही गर्दा नभएको हो कल गऱ्यो हुँदैन त्यो नाटक हेर भाइ कसम तिमी म भन्दैछु यिनीहरूले मेरो कुरा यहाँ आएर ह्याउ गरेर मेरो पत्ता छैन कि हेर भाइ बालेन तिमीहरू कसले हेर्छ त्यो चन्द्रगढीको त्यो सिडिओको त काम छैन त्यो सुजन गुरुङ आउँदा त्यो कपडा हुलिहाल्ने मैले देखेको यसको काम छैन यसले काम गर्दैन हो तर जेसुकै होस् भाइ बाहना अपडेट आयो यो हुँदैछ त्यही भएर ढिलो भएको ह्यान त्यान त्यो पनि फेरि ह्याक भइसक्यो त्यो नागरिक एप त्यो ह्याक भइसक्यो हो थाहा छ मलाई पनि नर्मल सिटिजन भएर गर्नु मन लागेको क्या भाइ नर्मल सिटिजन भएर क्या गर्दिन यहाँ त्यहाँ हो केही गर्दा हुँदैन हामीले पनि चिनेको मान्छेहरू त छ नि त अब नेपोटिजम जे भने पनि सबको आफ्नो को काहीँ चाहिँ चिनेको हुन्छ दुर्भाग्य कसैको हुँदैन रहेछ हो त्यो कोही तिमीहरू पर्यौ त्यसमा हो तर चिनेको मान्छेलाई भाइ यस्तो पर्यो यस्तो भयो हो
यसलाई म भोलि गरेर हेरिदिन्छु 1 मिनेटमा भाइ 1 मिनेटमा 1 मिनेटमा भोलि ढोकाबाट छिरेको 1 मिनेटमा 1 मिनेटमा अब नराम्रो लाग्छ मलाई पनि नराम्रो लाग्छ यसो हेर्दाखेरि अहिले पनि यस्तै चल्दो रहेछ लाइक लास्टमा नभएर मान्छेहरू लगाउनै पर्दो रहेछ नराम्रो लाग्छ भाइ नर्मली हुनुपर्ने काम तर के गर्नु लास्टमा त्यही गर्नुपर्ने रहेछ आफ्नो चिनेको मान्छेहरूलाई कल हान्नु पर्ने रहेछ 1 मिनेटमा आऊ भाइ कल आज गरे भोलि जान्छु भने भोलि अफिस खुल्यो भयो मन छैन क्या भाइ त्यसरी नर्मली होस् भन्ने छ मलाई पनि भाइ आरएल गर्नलाई मैले आरएल स्ट्रिम गर्नलाई एउटा सिक्रेट एकाउन्टबाट मैले यत्तिकै लाइभ गएको हो एउटामा हेर्दै केही होइन यत्तिकै लाइभ गएको हो मेरो थोपडा देखाएर पनि होइन लाइभ गएको भाइ त्यो भएन यार भाइ ल्याग भयो यार भाइ यहीँदेखि त्यहाँ जाँदाखेरि त्यो अड्किने जस्तो हावाहरूले नेटवर्क खाइदिए जस्तो खालको त्यो भएन यार भाइ बुढो टाक्लु हो र अरे भाइ यार कपाल पातलो छ क्या त्यही भएर अब त्यस्तै बुझ्न अनि अब हेयर ट्रान्सप्लान्ट गर्ने अब पहिल्यै बाँच्ने पहिल्यै भनेको पहिल्यै सबै कुरा अहिले बल्ल आएर तिमीहरू चाहिँ कहाँको कुन फलोवर हो यार तिमीहरू पर्खिन रोप्ने हो म त्यो विक चाहिँ लगाउँदिनँ फेरि डङ जस्तो तर रोप्ने हो भाइ के अरे त्यो त विक जस्तो लगाउँला नि त्यो डङको अरे तर मनको राम्रो छ नि फेरि मनको राम्रो छ केही यहाँ क्रिएट गर्न नखोज है केही भएको छैन उसले मलाई नराम्रो भने कहिले सुनेको छैन मैले नराम्रो केही भन्नु खोजेको होइन लुक्स लाइक इज अ गुड म्यान हुन्छ नि स्पिडले कसरी गर्छ स्ट्रिङ द स्टारलिङ्क हो नि त भाइ अनि हाम्रो यो एनसेलको त कहाँ अनि यो त्यो जोत्तु होइन त भाइ यहाँ त नि स्टारलिङ्क खोइ त अनि स्पिडको त अझै त्यो एउटा त्यो ब्याकप्याक पाउँछ ब्याकप्याक त्यो नभएको ठाउँमा ब्याकप्याक हुन्छ ब्याकप्याक महिनाको सब्सक्रिप्सन नै $30,000 पर्छ ब्याग किन्नु सामान किन्नु त छुट्टै हो त्यो इन्टरनेट प्याकेज हाई स्पिड इन्टरनेट हो अनि त्यो त अब गुल्ला भाइ $30,000 को त अब त्यो त भाइ महिनाको तिर्ने त अनि औकात त त्यो त पैँतला धुलो त्यो छैन भाइ केही पनि छैन यो मलाई यस्तो त्यो अघि कप जोतमा फुटायो क्या मैले यार मायासाले दाइ तपाईँको परिचय पत्र भन त भाइ त्यही भनेको त अघि एक लक टक्क हानेपछि एक लक भाइ एक लक 1 मिनेट आज गरेको ल भोलि म खुल्दै गरेर हेरिदिन्छु खुल्दै त्यो कति 9 बजे खुल्छ अरे 9 बजेर 1 मिनेटमा दाइको एनआइडी नम्बरहरू सबै आयो भाइ सबै आयो हेर न त्यही भनेको यत्रो यहाँ चिच्याउँदै भन्दा पनि खोइ केही गर्दैन कोही बोल्दैन दाइ चाक कोट्याएर सुन्नु भएको छ अरे पहिला 1-2 चोटि सानोमा हल्का एकचोटि त्यस्तो चाहिँ गरेको यार भाइ अहिले त डाग्यो भाइ अहिले त डाग्यो क्या मिठो स्मेल आउँछ यार भाइ मलाई यो डागेको स्मेल हो अनि आफ्नो नि फेरि आफ्नो अनि काकीको पनि मनपर्छ हौ काकीको पनि दामी लाग्छ यार भाइ दामी लाग्छ यार के भएको